नमस्कार। अहिले तपाईँ हेर्दै हुनुहुन्छ मेरो युट्युब च्यानल। आज म तपाईहरुलाई युट्युबमा प्लेलिस्ट बनाउने तरिका सिकाउन गइरहेको छु। यता हेर्न सक्नुहुन्छ मेरो कतैवटा एउटा दुईटा तीनटा प्लेलिस्ट रहेको छ। प्लेलिस्टबाट धेरै फाइदा हुन्छ के। जस्तै कि अर्को मान्छेले के को बारेमा भिडियो खोज्न चाहेको छ तपाईको च्यानलमा चाहिँ त्यो डाइरेक्ट त्यो प्लेलिस्टबाट खोज्न सक्छ। जस्तै कि मेरो चाहिँ फेसबुक टिप्स एन्ड ट्रिक रहेको छ। यो प्लेलिस्टबाट तपाईको दर्शकहरुले फेसबुकको बारेमा जान्न खोजेको छ भने सम्पूर्ण कुराहरु फेसबुकको कन्टेन्टहरु यसमै हुन्छ। सम्पूर्ण फेसबुकको कन्टेन्टहरु यो प्लेलिस्टबाट पाउन सक्नुहुनेछ। अनि अर्को चाहिँ मोबाइल टिप्सको केही कन्टेन्ट खोज्न चाहेको छ भने दर्शकहरुले यो मोबाइल टिप्स एन्ड ट्रिक्सको प्लेलिस्टबाट खोज्न सकिन्छ। हो यस्तै प्रकारले आफ्नो प्लेलिस्ट क्रिएट गर्नको लागि आफ्नो च्यानलमा चाहिँ सबभन्दा पहिला आफ्नो युट्युब च्यानल ओपन गर्नु होला। त्यसपछि यो यू सेक्सन हेर्न सक्नुहुन्छ। यू सेक्सनमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ यो च्यानलमा चाहिँ क्लिक गर्नु होला यता। अब चाहिँ तपाईले कुन भिडियोलाई प्लेलिस्टमा राख्न चाहनु भएको छ। म यो भिडियो राख्नको लागि एउटा नयाँ प्लेलिस्ट क्रिएट गर्छु। टिकटक टिप्स एन्ड ट्रिक्स नामको। अब क्रिएट गर्नको लागि यो भिडियोको यो तीनटा डट देखिरहनु भएको छ यसमा चाहिँ क्लिक गर्नु होला। त्यसपछि यो सेभ टु प्लेलिस्टमा चाहिँ क्लिक गर्नु होला। अब चाहिँ मुनि हेर्न सक्नुहुन्छ न्यू प्लेलिस्ट। यो प्लसको आइकनमा चाहिँ क्लिक गर्नु होला। अब तपाईको प्लेलिस्टको नाम चाहिँ के राख्न खोज्नु भएको छ। जस्तै कि म टिकटक टिप्स एन्ड ट्रिक्स मैले यो नाम राखेको छु। अब चाहिँ यो प्लेलिस्टलाई प्राइभेट रहेको छ भने यसमा चाहिँ क्लिक गरेर पब्लिक गर्न सक्नुहुन्छ। अब चाहिँ यो क्रिएटको अप्सनमा तपाईले क्रिएट गर्न सक्नुहुन्छ। मेरो चाहिँ एड नि भइसकेको छ। अब जस्तै कि म अर्को टिकटकको भिडियो एड गर्छु। अब चाहिँ भिडियो एड गर्नको लागि जस्तै कि म यो अर्को भिडियो राख्छु टिकटक वाला। यो भिडियो राख्छु टिकटक अकाउन्ट आईडी वाला। अब राख्नको लागि यसमा चाहिँ क्लिक गर्छु फेरि। त्यसपछि सेभ टु प्लेलिस्टमा हेर्न सक्नुहुन्छ टिकटक टिप्स एन्ड ट्रिक्स को प्लेलिस्ट माथि नै रहेको छ। यसमा चाहिँ सिलेक्ट गर्छु। अब मेरो एड भइसकेको छ। सम्पूर्ण प्लेलिस्ट हेर्नको लागि यता हेर्न सक्नुहुन्छ तपाईको प्लेलिस्ट सबै प्लेलिस्ट बताइरहेको छ। यसरी चाहिँ तपाईले आफ्नो युट्युब च्यानलमा प्लेलिस्ट क्रिएट गर्न सक्नुहुन्छ। म आशा गर्छु कि यो भिडियो तपाईलाई राम्रो लाग्यो होला। यो भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक गरी हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनु होला। थ्यांक्स फर वाचिङ दिस भिडियो। जय नेपाल।